भर्खरै मात्र देशका न्यायाधीश दुवै शेरबहादुर देउवा अनि केपी शर्मा ओलीले को संयुक्त इजलासको एउटा निर्णय बाहिरिएछ कि गृहमन्त्री रमेश लेखकले राजीनामा दिनु नपर्ने अरे। तिमी त पतन भयो बुढा हो हैन, तिमी सँगै देश पनि पतन हुँदैछ। त्यस्तो मानव तस्कर जस्तो आरोप लागेको व्यक्तिले राजीनामा दिनु पर्दैन। हिजो अर्काको विषयमा त खुब उफ्री मस्की भाषण ठोकेको थियो। गगन थापा, प्रदीप पौडेल, स्वास्थ्य मन्त्री पौडेल, विश्वप्रकाश शर्मादेखि लिएर अन्य मुख्य नायिके उफ्रिने नायिके मुख्य यही रमेश लेखक हो, यही बुढो पातकी बुढो हो हैन। आज यसको विषयमा प्रश्न उठ्दै गर्दा चाहिँ यसले राजीनामा दिनु नपर्ने। म नेपाली कांग्रेसप्रति आस्था राख्ने व्यक्ति हो, नेपाली कांग्रेसको क्रियाशील सदस्य हो। मेरो जेसुकै होस् त्यो सदस्यता चाहिएन। त्यो कांग्रेस भन्दा पहिला म नेपाली हो र एक नेपालीको आधारमा मैले यसको लागि के भन्न चाहन्छु भने यसले तत्काल राजीनामा दिनुपर्छ र प्रतिपक्षी दल विशेष गरी रासपा राष्ट्रिय स्वतन्त्र पार्टी अहिलेको गृहमन्त्रीलाई रोस्टममा गएर बोल्न दिने होइन, यसले भाषण दिने होइन। यसको काम भनेको अब बयान दिने हो। बयान दिने मान्छेले रोस्टममा उभिएर भाषण दिन सुहाउँछ? प्रतिपक्षको इमान र प्रतिष्ठाको निम्ति पनि यसलाई रोस्टममा गएर बोल्नबाट रोक्नु होला। विनम्र अनुरोध छ। तपाईको पछाडि लाखौं लाख जनता छन्, यिनले बोल्न पाउनु हुँदैन। संसद जति दिन रोकियोस् त्यो मतलब भएन। हिजोका दिनमा चाहिँ कयौं दिन अनेक पार्टीले संसद अवरुद्ध गर्दा केही नहुने, बजेट 2 दिन पछाडि आएर केही हुँदैन। बजेटले कन्छ के गरे हौ? बजेट ल्याएर तिमीहरूले भ्रष्टाचार गर्ने भन्दा के काम गरे हौ? बजेट अधिवेशन लाज शरम छैन? देश कंगाल पारेको यही होइन? अर्को प्रचण्डे हामीले पिट्छौँ तिमी रोए चाहिँ गर कराए चाहिँ गर भन्ने ऊ बाहिर भुक्दै नै दुईजना यतापट्टि राखेर चाहिँ आज मिटिङ बसेर निर्णय गरे दिन पर्दैन। त्यसले मात्र होइन, तिमीहरूले राजीनामा दिनु पर्छ। यो देश छोड्न पर्छ तिमीहरूले। त्यो दिन आउँदैछ, नजिकिँदैछ। हेक्कर होस्। र यो 15 गते हुँदै गरेको जनआन्दोलनमा मेरो पूर्ण रूपमा समर्थन छ। राज्यको अवस्था र